नमस्ते सबैजनालाई। म यति बेला बुद्ध भूमि मानव सेवा आश्रमको निर्मित हुँदै गरेको नयाँ भवन निर्माण हुँदै गरेको ठाउँमा छु। अनि यो भवन निर्माण गर्दाखेरि मान्छेको काम गर्ने मान्छेको केही अभावको कारणले जति द्रुत गतिमा यी भवनहरू निर्माण हुनुपर्ने हो त्यति भइरहेको छैन। यदि तपाईहरुसँग पनि मानवता छ, मन छ भनेपछि यो ठाउँमा आउनुहोला श्रमदान गर्नको लागि। बुद्ध भूमि मानव सेवा संस्थाको अध्यक्ष पनि दिनरात यही ठाउँमा खटेर काम गरिरहनु भएको छ। उहाँसँग म केही कुराहरू गर्न चाहन्छु। सर नमस्ते। नमस्ते। तपाईले एकदम राम्रो काम गरिरहनु भएको छ। वृद्ध जो अनाथ हुनुहुन्छ, असहाय हुनुहुन्छ, उहाँहरूलाई आश्रित दिनुभएको छ। तपाईले राम्रो काम गर्नु भएको छ। तपाईलाई एकदम मनैदेखि धन्यवाद छ, यस्तो राम्रो काम गरिदिनु भएको छ। अनि तपाईलाई यो भवनहरू जो नयाँ भवनहरू निर्माण गरिरहनु भएको छ त्यसमा केही कठिनाइहरू भएका छन् कि छैनन्, के छ कस्तो छ, कामहरू कसरी अगाडि बढिरहेछ आजभोलि? धन्यवाद सर। अब यो मानव सेवा सम्बन्धी काम गर्दाखेरि सबै कुराहरू चुनौती समस्या पनि आइरहन्छन्। हजुर। किनभने सामान्य काम गर्दाखेरि चाहिँ त्यति समस्या चुनौती आउँछन् भनेपछि यो त एकदम जटिल। मानवीय सेवा मानवीय कर्मतिर लाग्दाखेरि एकदम जटिल पनि छ। किनभने हरेक कुराहरू मान्छे बिरामी भइरहन्छ हैन। उनले खाना लाउनदेखि लिएर हरेक कुराहरूको आवश्यकता हुनाले यसमा चुनौती र समस्याहरू दिनानुदिन थपिरहन्छ। हजुर। किनभने हामीले चाहिँ अहिले चाहिँ त्यहाँ आश्रममा बस्ने एउटा भाडामा चाहिँ बसिरहेका छौँ। त्यसमा भाडामा भन्दा पनि अब हामीले चाहिँ आफ्नै भवन बनाउँ, त्यसलाई व्यवस्थित गराउँ हैन। किनभने त्यो भाडाले चाहिँ यता बसिसकेपछि त्यहाँ वृद्ध व्यवहारिसे आमा बुवाहरूको लागि केही महिना चाहिँ उहाँहरूको लागि राहत चाहिँ हुन्छ भने चाहिँ हामीले चाहिँ आफ्नै भवन निर्माण गर्न लागेका छौँ। यसका चुनौतीहरू समस्या थुप्रै छन्। किनभने मान्छेले चाहिँ अहिले चाहिँ यो जमानामा आइसकेपछि सहयोगको भावना अलिक कमै देख्छु कि, किनकि यो सहयोगको भावना मान्छेसँग छैन। किनभने हाम्रो नेपाली समाजमा के छ भने त्यो समाजमा कुनै कुरा चिज बचेको भयो भने त्यसलाई कुहिएर त्यहीँ राखिजाओस्, तर मान्छेलाई चाहिँ सहयोग गर्न चाहन्न कि। किनभने यो अहिले हामी चाहिँ हरेक कुराहरूको चाहिँ शिक्षादेखि लिएर हरेक कुराहरूको क्यापेसिटी हामी आफै बोकेका छौँ। र हामी सबै कुराहरू समाजमा गाउँमा केही नभए पनि हामी सबै पढे लेखेका सबै छौँ। त्यसमा हामीले चाहिँ मानवीय कर्मतिर लाग्दाखेरि हामीले चाहिँ सहयोग गर्नुपर्छ, भावना हुनुपर्छ भन्ने हामीसँग हुँदाहुँदै पनि यो जानकारी नभएको पनि होइन। तर हामीसँग त्यो लगनशीलता चाहिँ कम देखिन्छ कि पछिल्लो पिरियडमा आउँदाखेरि त्यो लगनशीलता अलिक कम नै छ। अन्य क्षेत्रमा भन्दा मानवीय सेवातिर चाहिँ धेरै नै हुनुपर्छ एउटा मानवीय भावना, त्यसले चाहिँ मानवता चाहिँ सिर्जना गराउँछ, मानवता चिनाउँछ यो मानवीय सेवामा लाग्दाखेरि। मैले पनि यो ठाउँमा आएर आफूले सक्ने जति सेवा गरेको छु। तपाईहरु पनि यो ठाउँमा आएर आफूले सक्ने जति सेवा सहयोग गरिदिनु होला। यो ठाउँमा आउँदै गर्दाखेरि यो ठाउँमा काम गरिरहनु भएको थियो मान्छेहरूले, अहिले काम गरिरहनु भएको छ। अनि सर यहाँ काम भइरहेको रहेछ। अनि यहाँ काम गर्दै गर्दाखेरि कति चुनौतीहरू, कति समस्याहरू छन्? धन्यवाद सर। यो मानवीय सेवामा मानवीय कर्ममा काम गरिरहँदा त्यसका चुनौती, त्यसका समस्याहरू थुप्रै आइरहन्छन्। किनभने मान्छेहरू चाहिँ मान्छेको काम गर्नु छ, मान्छेलाई स्याहार सुसार गर्नु छ, उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्नु छ हैन। या त हामी चाहिँ एकदम चाहिँ काम गरिरहने बुझ्ने मान्छेलाई त यति अप्ठ्यारो यति गाह्रो हुन्छ भने विभिन्न प्रकृतिका मान्छेहरूसँग उहाँहरूको साइकोलोजी चाहिँ बुझ्न, उहाँहरूसँग बस्न, उहाँहरूसँग खान चाहिँ बहुत चाहिँ गाह्रो छ, चुनौतीहरू छ। त्यसको लगतै हामीले चाहिँ अब अहिले चाहिँ भाडामा चाहिँ बसिरहँदा त्यसलाई चाहिँ अब आफ्नै भवन बनाउने चाहिँ कोसिस गरेका छौँ। त्यो कोसिस गर्दा गर्दै हामीले चाहिँ लगभग 1 महिना जति हामीले चाहिँ 12 कोठे भवनको डिभिसी चाहिँ सुरुवात गरेका छौँ। त्यसमा पनि हामीले चाहिँ अब निरन्तर काम चाहिँ सुरुवात भइरहेको छ। त्यसमा पनि अब सहयोग गर्ने सहयोगी दाताहरूले पनि सहयोग आफ्नो तरिकाबाट गरिरहनु भएको छ। जसले चाहिँ सरिया सहयोग गर्नुभएको छ, कसैले चाहिँ बालुवा सहयोग गर्नुभएको छ हैन। त्यो लगतै चाहिँ अन्य सिमेन्ट सरिया, अन्य यो जेन्सी सामानहरू लगायत अन्य फन्डिङको पाटोमा पनि सहयोगहरू थुप्रै चाहिँ गरिरहनु भएको छ। अब आउने चाहिँ साथीहरू, आउने चाहिँ महानुभावहरू, आउने मेरा चाहिँ एकदम चाहिँ भगवान रूपी चाहिँ एकदम चाहिँ ती चाहिँ परोपकारी मनका धनी व्यक्तिहरूलाई चाहिँ आमन्त्रण के गर्छु भने अब अन्य यो फाउन्डेसन भर्खर भएको छ 12 कोठेको, अझै माथि फाउन्डेसन भन्दा माथि चाहिँ अन्य आवश्यक चाहिँ परेको बेला आवश्यक परिरहन्छ।
त्यसमा पनि सहयोग गर्नुहुन्छ भन्ने विनम्र अनुरोध चाहिँ गर्दछु। एकले थुकी सुकी सयले थुकी नदी बन्छ भने जस्तै थोपा थोपा गरेर सागर बन्छ भने जस्तै तपाईँहरू पनि आउनुहोला। सबै मिलेर यो मानव कार्यमा हामी सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्छ। यो मानव बुद्ध भूमि मानव सेवा आश्रमको नयाँ भवनलाई सबैले यो भवनलाई निर्माण गर्नको लागि आफ्नो ठाउँबाट सकेको सहयोग गरौँ। यो भवन निर्माणमा जति पनि यहाँ काम गरिरहनु भएको छ उहाँहरू सबै श्रमदान मार्फत आउनु भएको छ।